धेरैलाई लाग्छ कि जन्डिस एउटा रोग हो, तर वास्तवमा जन्डिस आफैमा रोग होइन। सुन्दा अचम्म लाग्यो होइन? पहेँलो खाना खाँदा जन्डिस हुन्छ भन्छन् हो त? ध्यान दिएर सुन्नुहोस्। नमस्ते, म डाक्टर प्रकाश। यो भिडियो अन्त्यसम्म हेर्नुहोस् र यस्तै जानकारीको लागि मलाई फलो गर्नुहोस्। जन्डिस भनेको शरीरले दिएको एउटा चेतावनी सङ्केत हो। जब शरीरमा बिलिरुबिन बढ्छ, त्यसले आँखा र छाला पहेँलो बनाउँछ, तर वास्तविक समस्या भने भित्र लुकेको हुन सक्छ। जस्तै हेपाटाइटिस सङ्क्रमण, कलेजोको क्षति, पित्तथैलीको ढुङ्गा, अत्यधिक मदिरा सेवनको असर वा पित्तनली बन्द हुनु। त्यसैले डाक्टरहरूले आँखाको सेतो भाग हेरेर नै कलेजो सम्बन्धी समस्या शङ्का गर्न सक्छन्। बिलिरुबिन नामको पहेँलो पदार्थ बढेर आँखा र छाला पहेँलो हुने अवस्था हो। बिलिरुबिन पुराना रातो रक्तकोष आरबिसी फुट्दा बन्ने पदार्थ हो, जसलाई सामान्यतया कलेजोले सफा गरेर पित्त मार्फत बाहिर निकाल्छ। यदि धेरै आरबिसी फुटे, कलेजो कमजोर भयो वा पित्तनली बन्द भयो भने बिलिरुबिन शरीरमा जम्मा भएर जन्डिस हुन्छ। जन्डिस मुख्य प्रकार 3वटा हुन्छन्। पहिलो, रक्तकोष धेरै फुट्दा हुने हेमोलिटिक। दोस्रो, कलेजोको रोगका कारण हुने हेपाटिक। र तेस्रो, पित्तनली बन्द हुँदा हुने अब्स्ट्रक्टिभ जन्डिसमा आँखा पहेँलो हुनु, गाढा पिसाब, फिका दिशा, शरीर चिलाउनु, थकान आदि लक्षण देखिन सक्छन्।